नमस्ते है। हामी चाहिँ माथि डाँडामा आइपुगेका छौँ। हिमालको भ्यू चाहिँ हामीले मतलब 360 नै देख्न सकिन्छ है। 360 नै पुरै देख्न सकिन्छ। यो साइडबाट जति हेर्न सकिन्छ सब देखिन्छ। यो माथि अलिकति डाँडामा छेकिन्छ त्यही हो, बाँकी त सब देखिरहेछ। नेपालको लाङटाङ क्षेत्रमा लुकेको एउटा अद्भुत ठाउँ छ नाक्थली। समुद्री सतहबाट 3165 मिटरको उचाइमा अवस्थित त्यो ठाउँ शताब्दीयौँदेखि चलिआएको तामाङ संस्कृति र हिमालयको अविश्वसनीय दृश्यले भरिपूर्ण छ। र हामी प्रकृति र संस्कृतिको खोजीमा निस्किएका 6 साथीहरू यो ठाउँले हाम्रो मनमा यति गहिरो छाप छोड्छ भनेर सोचेकै थिएनौँ। हेरौँ के छ यस यात्रामा। बिहानको 6:30 बजे घाम अझै राम्रोसँग उठेको थिएन अनि हामी पनि ब्यागहरू काँधमा र साथीहरूसँग बस स्टेसनमा पुग्दा सहर भर्खरै बिउजिँदै थियो र हाम्रो यात्रा सुरु भयो सारङ्गीको सुरसँगै। नाच्दे बिराज नाच्दे उठेर पादमकै बसेर हामी चाहिँ काठमाडौँबाट छुटेको चाहिँ लगभग 4 घन्टा भयो अनि अहिले यो चाहिँ बिदुर नुवाकोट त्रिशुली एरिया रहेछ अनि यो त्रिशुली गुम्बा यता चाहिँ रहेछ अनि अब लगभग यहाँबाट चाहिँ खाना खानको लागि हामीलाई रेस्टको लागि राख्नु भएको छ। खाना खाइसकेपछि अनि हामी फेरि आफ्नो गन्तव्यतिर लाग्छौँ। बस छुट्न लागिसक्यो उनीहरू भर्खर आएको खानालाई। ड्राइभरले बोलाइसक्यो त्यहाँ। खाना खाइसकेपछि ब्याग उठायो र अर्को गन्तव्यतर्फ हिँड्यौँ। केही बच्चाहरू रोडमा बल खेल्दै थिए। ठाउँ फरक थियो, उमेर फरक थियो, तर खेलको भाषा उस्तै थियो। हाँसो दौड र बच्चाहरूको उत्साहनमा हामी पनि बच्चै भइहाल्यौँ। उही बस तर अब गन्तव्य फरक। बिस्तारै सहर पछि छुट्दै गयो र बसभित्र स्थानीय मान्छेहरू थपिँदै गए। कोही बजारबाट सामान बोकेर फर्किँदै थिए, कोही आफ्नो गाउँतर्फ, कोही अर्कै ठाउँतर्फ। उही बस, सबैको गन्तव्य फरक। बाटो साँघुरो हुँदै गयो, गाउँ नजिकिँदै गयो र त्यो बसभित्र बसेर हेर्दा लाग्यो यात्रा एउटै हो, जीवन फरक फरक। आगो चाहिँ कसरी गर्मीले नै आगो कसैले लाइटरले लगाइदिएको हुन्छ। लाइटरले हो र फटा मान्छे। यति सुन्दर जङ्गल, यति हरियाली र मान्छेकै हातले जङ्गल चलिँदै थियो। त्यो धुवाँ टाढा थियो तर त्यो कुराले मनभित्र केही छोइदियो। प्रकृति हेर्न आएको थियो र प्रकृति बचाउनु पर्छ भन्ने कुरा यहीँ सिक्यौँ। बाटो झन् कठिन हुँदै गयो, ढुङ्गा खल्डाखुल्डी र साँघुरो मोडहरू र हामीले ड्राइभर अङ्कलसँग यो ठाउँको बारेमा कुरा गऱ्यौँ। यहाँको पानी चाहिँ सुक्यो। पहिला भेउलर आउँथ्यो जम्मैभन्दा ओरिजिनल तातो पानी भनेको चाहिँ यही हो। यहाँको चाहिँ तपाईँले 1 घन्टा नुहायो भने
तपाईँले लगाएको लुगा पनि बेसार जस्तो हुन्छ पहेँलो तपाईँ कपालै पहेँलो हो यहाँको पानी चाहिँ ओर्जी छ यहाँ चाहिँ भैँचालो गएपछि सुक्यो आउने जाने भइरहेको अस्ति नै 2 महिना आयो अहिले सुक्यो 28 वर्ष यही बाटो यही बस यही पहाड ड्राइभर अङ्कलले आफ्नो अनुभव सुनाउन थाले र हामी चुपचाप सुन्दै थियौँ। त्रिशुलीमा गाडीहरू एक्सिडेन्ट हुन्छ नि किन? त्यो चाहिँ यस्तो अहिले त्यो चलाइमा भर पर्छ। अब अहिले कतिले ओभर स्टाइल देखाउने छन्। म तपाईँको हिजोको ड्राइभर होइन 28 वर्षको है मैले अहिलेसम्म मेरो आँखाले देख्ने गरी एउटा भ्याउतो खिचे नि छैन मैले। भर्खरका त गाडी रोक्यो गाडी पछाडिको भोले बाबा बसमा अचानक केही बच्चाहरू चढे स्कुल युनिफर्ममा झोला अगाडि अनुहारमा मुस्कान। यो कठिन बाटोमा पनि उनीहरू एकदम हँसिला थिए। त्यो स्कुलमा 3टा मिस छन् है विद्यार्थी 3टै छ एउटालाई एउटा एउटालाई एउटा। स्कुल चाहिँ कहाँ छ? के स्कुल होला घर हो कि आँगना हो त्यहाँ एउटालाई एउटा ल खाजा खाएर जानुपर्ने त। अब चाहिँ हामी करिबन काठमाडौँबाट 5-6 घन्टाको बाटोदेखि बल्ल तातोपानी आइपुगेछौँ। त्यसै गरी अब हामीहरू यहाँ खाजा खान तयार छौँ। हाम्रो यहाँ साथीहरू छ सबै फेरि आउनु भन्दैछ आन्टीले मिठो खाजा खुवाउनु भयो। अब चाहिँ करिबन कति 3 घन्टाको अझै बाटो रहेको छ र त्यही हो माथि गएपछि फेरि अब अर्को भिडियोमा भेटौँला। र अन्तमा हामी पुग्यौँ तातोपानी। बसबाट ओर्लिँदा हावाको एउटा सिरसिरे झोका आयो र वरिपरि हेर्दा मन शान्त भयो। सहरको भिड छैन, हतारो छैन, सिर्फ पहाड, हरियाली र तातोपानीको न्यानो स्वागत। हेलो हेलो। तातोपानी पुगेपछि वरिपरि हेर्दै थियौँ र अचानक एउटा बच्चाले हाम्रो ध्यान तान्यो। त्यो निर्दोष अनुहार, त्यो जिज्ञासु आँखा सबैको मन जित्यो। हामी नजिक गयौँ र बिस्तारै उनकी आमासँग पनि कुरा हुन थाल्यो। होइन तामाङ हो। तामाङ भाषा उसले तपाईँले अर्कै हो त्यस्तो नि हुन्छ। तपाईँ चाहिँ के हो? थार घिसिङ तपाईँ चाहिँ टिबेटन शेर्पा टिबेटन उहाँ चाहिँ थकाली तपाईँ चाहिँ नेवार त्यही भएर यस्तो राम्रो देखेको बाउ कति राम्रो छ नि अर्का होइन राम्रो हुन्छ। अब हामी बाबु हो। कति वर्ष भयो? उसले 2 वर्ष 8 महिना। अनि स्कुल जानु पर्यो भने चाहिँ स्कुलहरू? स्कुल चाहिँ उताला नि छ, पर छ? यहाँ नजिकै छ। अब कहाँ उताला गाउँमा? 3टा नि होइन झन् एउटा छ। कहिले त एउटा हुन्छ कहिले त एउटा नि हुँदैन। मिस 2टा बच्चा 2टा छ। म खास गरी उताला बस्छु कि अनि म पहिला यहाँ बस्थ्यो अनि अहिले चाहिँ तल गएको उता तल गाउँमा। यहाँ चाहिँ सासू ससुराको घर हो। भेट्न मेरो नन्दा आएछ कि नन्दा फ्रान्सबाट आएको अस्ति भर्खर त्यही भएर भेट्न आएको। अनि काठमाडौँ निकै तल होइन ऊ यहाँ गाउँ के त तपाईँहरू अघि त्यहाँ त्यहीँ हो नजाउने के चाहिँ यो 2जनाको अघि गयो है गयो खुवान चिसो नि अहिले ज्याकेट लगाएर तल त यहाँ त चिसो हुन्छ नि
तल त अलिक गर्मी छ होला है उसको कति तल त गर्मी नै छ कति वर्ष पुग्यो हो ऊ हजुर 2 वर्ष 8 महिना हजुर यहाँ यता बस्नु ख जाम्निङ जाम्निङ यहाँ खो फोरले ओइ या फोर हामी म एकछिन टेसी लिएर आउँछु है हजुर हुन्छ खाइसुमा नङ्गो दाल जाबा यो सानो बच्चाको नाम हो जाम्लिङ तिब्बती भाषामा जसको अर्थ हुन्छ संसार यति सानो उमेरमा यति ठुलो नाम र हेर्दा लाग्छ साँच्चै उसको त्यो निर्दोष मुस्कानमा एउटा संसार छ उसको आमाले माया र मेहनतले यो पहाडमा आफ्नो संसार बसाएको छ र जाम्लिङ त्यो संसारको केन्द्र हो तिमी स्टार्ट गरेर म मुखले गाडीको स्टार्ट गर्छ बिराज आवाज निकाल्छ त्यो उठाइदियो यार फोन कभर सबलाई देखाउ न उसले त बाइकलाई मात्रै देखाएर टसिदेले लो जाम्निङ टसिदेले गर्नुहोस् बन्द भयो त्यहाँ तिमीले थिच्यो होला क्या साउन्ड इफेक्ट राख्ने कि मुखले टाउटा बन्नु त टाइम लाग्यो त टसिदेले गर्नु त के जाँदैन भ्याउँछ साथी मनी गरिदिन्छु हाले के यो नचलाएर त्यस्तो भयो त चलाउनु हुँदैन चलाउँछ अनि म कुरा लाग्यो भन्दैछ केटाहरू यो पुरानो भयो नि त्योहरू त्यस्तो भएको बन्दन 1-2 अच्छी ब्याउने रहेछ चलायो भने त हजुर ब्याउने रहेछ म त भ्याउँदैन ट्राई नगर्नु अहिले लड्छ म ट्राई गर्छु ल उसको बिरल बनाइदिन्छु खर्च जोडिहालौँ है अहिले जान्छ कि भ्याउन सक्दैन एकजना उडाउन सक्नु पर्यो नि ल सिधा पार न अझै सबको मुखमा त्यही छ कि चुना लाउँछ अरे खाना खाइसकेपछि हाम्रो असली यात्रा सुरु भयो तातो पानीबाट नाक्तलीतर्फ बाटोमा चौरीहरू चरिरहेका थिए शान्त ढिलो आफ्नै संसारमा र गोठालाको सानो बास र दृश्यले मन छोयो बिस्तारै घाम ढल्कन थाल्यो जङ्गल अँध्यारो हुँदै गयो हावा चिसो हुँदै गयो खुट्टा थाक्दै गए र केही घन्टा हिँडाइपछि नाक्थली आयो बत्तीको उज्यालोमा होटल देखियो र मन भरियो हिजो आएन ए मतलब डेली आउने जाने चाहिँ हुँदैन बसको एउटै बस एउटा मात्र आउने हो र बस ए
नाक्थली पुग्दा भोक यति लागेको थियो, खाना आउन साथ कुरा गरेनौँ, बस खायो। साथीहरू टेबलमा झुकेर हाँस्दै चाँडो चाँडो खाँदै। त्यो रातको खाना सायद जीवनकै मिठो खाना थियो। पेट भरियो, मन भरियो र थकानले आँखा झिमिक्क गर्न थाल्यो। भोलि बिहान चाँडै उठ्नु थियो। तारुचे भ्यू पोइन्ट पर्खिरहेको थियो अनि हामी सुत्यौँ पहाडको चिसो हावामा ताराको उज्यालो मुनि। साथी हो, हामी चाहिँ फेरि अब माथि नागथलीतिर लाग्दैछौँ है। बिहान बिहान सूर्य उदय हेर्नलाई हामी बिहान नै 3 बजी उठेर अब 4 बजी हिँड्न लागेको। ल अब यात्रा सुरु हुनेछ। जाडो छ, माथितिर पनि योभन्दा झन् जाडो हुने भन्ने ठुलो आशा छ। पानी चाहिँ बोक्नुपर्छ है अब। बिहान उठ्न साथ हिमाल देखियो, सेतो, शान्त र अग्लो। त्यो दृश्यले नै हाम्रो थकान हटाइदियो र हामी हिँड्न थाल्यौँ पहाड र जङ्गलबीच तारुचेतर्फ। नेपाली जनताहरू साँच्चै नै के खाएर यस्तो राम्रै हुनुहुन्छ भनिदिनुहोस्। हजुर, ग्रास हाम्रो नेसनल फ्लावर हो। खायो भने अनुहार चम्किलो हुन्छ। चोरी माथि छड्के लायो भले कि रूप सुन्दर मेरी हजुर जिन्दगीमा हिमाल जस्तो बन्नु सिकौँ। हावाहुरी, घाम पानी जे लाग्यो भने स्ट्रङ भएर बसिराख्ने। तर कुनै कुनै हिमाल चाहिँ फेरि त्यस्तो हुन्छ नि त, पक्रिएर हेर्न घाम लिएर लाग्यो हिमाल पक्रे पनि लडेको रहेछ। ढुङ्गा मात्र छ नि थिएन त्यो पक्कै त्यो हिमालै होला चाहिँ हिमालको एकदमै बिचारा हिमालको पनि त इमोसन हुन्छ। त्यसैले पक्रियो हो। लो फिल भइरहेछ, त्यो त्यही भयो होला नि त। हिमाल डिप्रेसनमा छ यार। अलिकति टाइम दिउँ। हिमाललाई थेरापी लानुपर्छ। बाटोमा रोकियौँ, हाँस्यौँ, गफ गऱ्यौँ, सास फेर्यौँ र फेरि हिँड्यौँ र अन्त्यमा हामी पुग्यौँ तारुचे। नागथलीदेखि माथि तारुचे भ्यू पोइन्ट। अनि हामी हिँडेर लगभग 3-4 घन्टा लाग्यो माथि आउने। सनराइज थियो हाम्रो प्लान चाहिँ, तर सनराइज चाहिँ देखेन। अरे सनराइज नभए नि दामी छ, पुरै 360 डिग्री भ्यू रहेछ यो वरिपरि। अनि खासै क्राउडेड पनि छैन अनि राम्रो रहेछ। तारुचे पुगेपछि समय बिर्सियो। हिमाल हेर्दै, हावामा डुब्दै, साथीहरूसँग हाँस्दै। त्यो क्षणमा अरू केही चाहिएन। मन भन्थ्यो अझै बसौँ, तर पेटले भन्यो अब जाउँ। भोक लाग्यो र हामी फर्कियौँ नागथलीतिर। तारुचे पछि छुट्यो, तर त्यो दृश्य, त्यो हावा, त्यो क्षण मनमा सधैँको लागि बसिसक्यो। होटल फर्केपछि खाना खायौँ र केही समय आराम गऱ्यौँ। केही समयपछि बाहिर निस्किए र स्थानीयसँग भेट भयो। कुरा गर्दै गर्दा बिस्तारै नाच सुरु भयो र हामीले पनि प्रयास गर्यौँ। खुट्टा मिलेन, ताल मिलेन, तर उनीहरूले हाँस्दै हाँस्दै सिकाउँदै गए र हामी पनि बिस्तारै उनीहरूसँग घुलमिल हुँदै गयौँ। त्यो नाच सिर्फ नाच थिएन, एउटा संस्कृति थियो, एउटा परम्परा थियो र हामीलाई त्यसमा स्वागत गरिएको थियो। नजिकै पूजा भइरहेको रहेछ र हामी त्यसतर्फ हिँड्यौँ।
राम्रो ठाउँमा आइपुग्नु भयो। अब हिमालयहरू सबै देख्ने भयो। यो एकछिनपछि खोल्छ, कहिले बिहान एकदम बिहान खोल्छ, कहिले चाहिँ बेलुकातिर खोल्छ। जस अस्ति भन्दा अहिले त आज 2 दिन भयो खोलेको, राम्रो भयो। ठुलो लामा आएको हुनाले त्यसको शक्तिले भनौँ न, ठुलो लामाको शक्तिले धेरै न त आज त पानी थियो नि होइन, हाम्रो उसमा पानी थियो नि, लामाको शक्तिले नै होला नि होइन। यस्तो उभियो, राम्रो भयो। तपाईँहरूको ल्याउनेलाई पनि हामी पनि यहाँ अब हामी 10 दिन हुन्छ यहाँ, 11 दिन हुन्छ हामी यहाँ। यस्तोमा मानी भन्छ कि हामी मानी बेमे भन्छ नि, त्यस्तो 3टा माने के हो जप गरेर 3 दिन बेजान गरौँ भने 3 दिन, ओम माने भने 3 दिन, हामी देवानी भने 3 दिन, जम्मा 9 दिन मानी। अनि आज चाहिँ वाङ आशीर्वाद आज सिधेको दिन, आज सिधो, अस्तिदेखि बसेको 10 दिन भयो, आज सिधेको लास्ट दिन। आज लास्ट दिनमा अब कम्तीमा पनि यहाँ 300 जना मान्छे जम्मा भएको थियो। सबैले खाना खुवाएर सबैले पैसा अहिले हेर्नु न, पैसा भने त सबैले फालाफाल यस्तो त एकदम भएको छ कि हामी मतलब नै हुँदैन पैसाको लागि। पूजामा पुग्दा एउटा फरक संसार थियो। मान्छेहरूको अनुहारमा शान्ति थियो, आँखामा विश्वास थियो। न सहरको हतारो, न जीवनको चिन्ता। आफ्नो लामामाथि अटल विश्वास, आफ्नो संस्कृतिमाथि गहिरो माया। पहाडको काखमा, प्रकृतिको बीचमा आफ्नो परम्परासँग जोडिएर उहाँहरू साँच्चै खुसी हुनुहुन्छ। हामी धेरै कुरा खोज्दै हिँड्छौँ जीवनमा, तर यहाँ आएर थाहा भयो खुसी त यहीँ छ, विश्वासमा, आफ्नो ठाउँमा, आफ्नो मान्छेहरूसँग। नागथली आउनु अघि हामीले सोचेको थियौँ हिमाल हेर्छौँ, फोटो खिच्छौँ, फर्किनेछौँ, तर यहाँका मान्छेहरूले हाम्रो यात्रालाई फरक बनाइदिए। ड्राइभर अङ्कल जसले 28 वर्ष यही बाटोमा गाडी चलाए, कहिल्यै गुनासो गर्नु भएन। जाम्लिङ र उसको आमा जसले एउटा मुस्कानले हाम्रो मन जितिदिए। स्थानीय दाईहरू जसले हामीलाई आफ्नो नाचमा, आफ्नो पूजामा, आफ्नो जीवनमा स्वागत गर्नुभयो। उहाँहरूसँग धेरै छैन, तर जे छ त्यसमै खुसी हुनुहुन्छ। धैर्य छ, शान्ति छ र माया छ।